हाम्रो ब्रह्माण्ड यति विशाल छ नि यसलाई नाप्न सामान्य मिटर वा किलोमिटरले त पक्कै छुँदैन। अब प्रश्न उठ्छ, खगोलविदहरूले यस्तो अकल्पनीय दूरी आखिर कसरी नाप्छन् त? आजको यस विश्लेषणमा हामी यही कुरा बुझ्नेछौं। विशेष गरी यसका लागि प्रयोग हुने कस्मिक डिस्टेन्स ल्याडर अर्थात् ब्रह्माण्डीय दूरीको भर्याङको बारेमा गहिराइएर चर्चा गर्नेछौं। आज हामी यही भर्याङका खुड्किलाहरू क्रमैसँग चढ्दैछौं। सुरुमा अन्तरिक्षको स्केल, त्यसपछि स्टेलर प्याराल्याक्स, स्ट्यान्डर्ड क्यान्डल्स, अनि रुलर र साइरन्स, रेड शिफ्ट र अन्त्यमा यी सबै मापनको क्यालिब्रेसन कसरी हुन्छ भन्ने हेर्नेछौं। सुरु गरौं पहिलो भागबाट, अन्तरिक्षको स्केल अर्थात् ब्रह्माण्डको यो विशालताको मापन। सुरुवात आफ्नै घर अर्थात् सौर्यमण्डलबाटै गरौं न। यहाँ एस्ट्रोनोमिकल युनिट वा एयु को प्रयोग गरिन्छ। सुन्दा ठूलो लाग्न सक्छ, तर यो भनेको सूर्यदेखि पृथ्वीसम्मको औसत दूरी मात्रै हो, करिब 15 करोड किलोमिटर। ग्रहहरू बीचको दूरी नाप्नको लागि यो त हाम्रो स्थानीय इन्च टेप जस्तै हो। तर जब हामी सौर्यमण्डलबाट अलिकति बाहिर निस्कन्छौं नि, यो एयु पनि एकदमै सानो हुन पुग्छ। म्याराथन दौडलाई मिलिमिटरमा नापे जस्तै के। त्यही भएर खगोलविदहरू प्रकाश वर्ष र पार्सेकको प्रयोग गर्छन्। एक प्रकाश वर्ष भनेको झण्डै 6 ट्रिलियन माइल हो र एउटा पार्सेकमा 3.26 प्रकाश वर्ष अटाउँछन्। एकदमै विशाल। यसको स्केल कति ठूलो छ भनेर अन्दाज लगाउन हामीलाई सबैभन्दा नजिक रहेको ठूलो आकाशगंगासम्म पुग्न मात्रै पनि 6,20,000 पार्सेकको दूरी पार गर्नुपर्छ। सुन्दा पनि चक्कर लाग्छ। यत्रो दूरी नाप्न पक्कै पनि सजिलो कुरा होइन। अब जाउँ दोस्रो भागमा, अर्थात् कस्मिक डिस्टेन्स ल्याडरको पहिलो खुड्किलो स्टेलर प्याराल्याक्स। टेप वा स्केलले नाप्न नसकिने नजिकका ताराहरूको दूरी निकाल्न प्याराल्याक्स विधिको प्रयोग हुन्छ। कहिलेकाहीँ एउटा आँखा बन्द गरेर हेर्दा अगाडिको वस्तु सरेको जस्तो देखिन्छ नि, हो ठ्याक्कै त्यही सिद्धान्त हो यो। पृथ्वी आफ्नो कक्षमा घुम्दा 6 महिनाको अन्तरालमा ताराको कोण नापिन्छ अनि सिम्पल त्रिकोणमिति लगाएर त्यसको एकदमै सटिक दूरी निकालिन्छ। सुन्दा एकदमै आधारभूत लागे पनि यही बलियो ज्यामिति प्रयोग गरेर युरोपीय अन्तरिक्ष एजेन्सीको गाया मिसनले अचम्मै गरिरहेको छ। अहिले यसले हाम्रो आफ्नै आकाशगंगाका झण्डै 1 अर्ब ताराहरूको दूरी असाधारण शुद्धताका साथ नापिरहेको छ। साँच्चै भन्ने हो भने यसले ग्यालेक्सीको नक्साङ्कनमै एउटा ठूलो क्रान्ति ल्याइदिएको छ। यसपछि आउँछ तेस्रो भाग, स्ट्यान्डर्ड क्यान्डल्स। यो भनेको अलिक टाढाका वस्तुहरू नाप्ने अर्को खुड्किलो हो। तर एउटा गम्भीर चुनौती छ है। ताराहरू यति धेरै टाढा छन् कि पृथ्वी सूर्यको वरिपरि घुम्दा पनि तिनको कोणमा फिट्टिकै परिवर्तन देखिँदैन। अनि त्यस्तो बेला दूरी कसरी नाप्ने त? हो, ठ्याक्कै यहीँनेर कस्मिक डिस्टेन्स ल्याडरको अर्को खुड्किलोको आवश्यकता पर्छ। यसको एकदमै गजबको समाधान छ, जसलाई स्ट्यान्डर्ड क्यान्डल्स भनिन्छ। एकछिन कल्पना गरौँ त, बाटोको बत्ती कति उज्यालो हुन्छ भन्ने हामीलाई पहिल्यै थाहा छ भने त्यो बत्ती टाढाबाट कति धमिलो देखिन्छ भन्ने आधारमा हामी कति टाढा छ भनेर अन्दाज लगाउन सक्छौं। खगोलविदहरूले अन्तरिक्षमा गर्ने पनि ठ्याक्कै यही हो। हाम्रो ब्रह्माण्डमा यस्ता केही विशेष ताराहरू छन् जसले एकदमै भरपर्दो उज्यालो बत्तीको काम गर्छन्, जस्तै सेफिरिएबल्स। यी ताराहरू नियमित रूपमा खुम्चिने र फुक्ने गर्छन्। अनि अर्को छ टाइप 1A सुपरनोवा। यी चाहिँ विस्फोट हुँदा सधैँ एउटै मात्राको उज्यालो दिन्छन्, त्यसैले यिनीहरूलाई अन्तरिक्षको एकदमै भरपर्दो माइलस्टोन मानिन्छ। अब चौथो भागमा जाउँ, रुलर र साइरन्स, गहिरो अन्तरिक्षको मापन। अझै गहिरो अन्तरिक्षमा पुगेपछि त क्यान्डलले पनि काम गर्दैन। त्यहाँ खगोलविदहरू स्ट्यान्डर्ड रुलर प्रयोग गर्छन्। ब्रह्माण्डको सुरुवात हुँदा पदार्थ वा म्याटरमा फैलिएको ध्वनिको लहरको एउटा छाप छ, जसलाई ब्यारियन अकस्टिक ओसिलेसन वा BAO भनिन्छ। यसले एउटा निश्चित मापदण्ड दिन्छ जसबाट ग्यालेक्सीहरू बीचको त्यो अकल्पनीय विशाल दूरी नाप्न सकिन्छ। कति अचम्मको कुरा, होइन त? अनि यो भर्याङको सबैभन्दा अत्याधुनिक खुड्किलो चाहिँ स्ट्यान्डर्ड साइरन्स हो। न्यूट्रोन ताराहरू वा ब्ल्याक होलहरू ठोकिँदा अन्तरिक्षमा गुरुत्वाकर्षण तरङ्गहरू वा ग्राभिटेशनल वेव्स उत्पन्न हुन्छन्। हो, त्यही तरङ्गको झट्का सुनेर त्यो भयानक घटना कति टाढा भएको थियो भनेर सिधै गणना गर्न सकिन्छ। यो प्रविधि साँच्चै नै विज्ञानको चमत्कार हो। अब लागौं पाँचौं भागतिर, रेड शिफ्ट र ब्रह्माण्डको विस्तार। ब्रह्माण्डको सबैभन्दा ठूलो स्केलमा पुगेपछि मापन गर्ने तरिका नै फरक हुन्छ। त्यहाँ प्रकाश कति तन्किएको छ भनेर नापिन्छ
हाम्रो ब्रह्माण्ड लगातार फैलिरहेको छ नि त। त्यसैले अति टाढाका आकाशगंगाहरूबाट आउने प्रकाश पनि अन्तरिक्षसँगै तन्किन्छ। यसरी तन्किएर प्रकाश रातो तरङ्ग लम्बाइतिर सर्ने प्रक्रियालाई नै हामी रेड शिफ्ट भन्छौं। यो कुरा एडविन हबलको त्यो क्रान्तिकारी खोजसँग प्रत्यक्ष जोडिन्छ। उहाँले के पत्ता लगाउनुभयो भने आकाशगंगा जति धमिलो र टाढा हुन्छ त्यो त्यति नै छिटो हामीबाट टाढा भागिरहेको हुन्छ र त्यसको रेड शिफ्ट पनि त्यति नै बढी हुन्छ। यही प्रमाणले गर्दा नै आज हामीलाई ब्रह्माण्ड विस्तार भइरहेको छ भनेर ठोकुवा गर्न सजिलो भएको छ। अब अन्तिम तथा 6औं भाग, कस्मिक ल्याडरको क्यालिब्रेसन। हामीले जति पनि खुट्किलाहरू चढ्यौं ती सबै बलियो र सही छन् भनेर सुनिश्चित गर्न क्यालिब्रेसन गर्नुपर्छ। जसरी परीक्षामा हिसाब गरिसकेपछि हामी उत्तर सही छ कि छैन भनेर दोहोर्याएर जाँच्छौं, यो पनि ठ्याक्कै त्यस्तै हो। यसलाई दुई तरिकाले गर्न मिल्छ। एउटा, नजिकैबाट सुरु गरेर क्रमशः बाहिर टाढा टाढाका ग्यालेक्सीहरूसम्म नाप्दै जाने, र अर्को ब्रह्माण्डको सुरुवाती प्रकाश जसलाई CMB भनिन्छ त्यसलाई आधार मानेर बाहिरबाट भित्र हाम्रोतर्फ नाप्दै आउने। यो एकदमै रोचक छ है। सुपरनोवा, BAO र CMB जस्ता बिल्कुलै फरक र स्वतन्त्र डेटाहरू कसरी एक आपसमा खप्टिएका वा ओभरल्याप भएका छन्। जहाँ यी फरक मापनहरू एकअर्कासँग मिल्छन् त्यहाँ एउटाले अर्कोलाई प्रमाणित गर्छ। यसैले गर्दा यो कस्मिक डिस्टेन्स ल्याडरलाई विज्ञानको इतिहासमै अत्यन्तै भरपर्दो मापन प्रणाली मानिन्छ। अन्त्यमा यो विशाल कस्मिक डिस्टेन्स ल्याडरका खुट्किलाहरू उक्लिनु भनेको केवल यहाँदेखि त्यहाँसम्मको दूरी नाप्नु मात्र पक्कै होइन। जब हामी यी मापनहरूलाई अझै सटीक र तीखो बनाउँदै लान्छौं, हामीले ब्रह्माण्डको वास्तविक इतिहास मात्र खोतल्ने छैनौं, तर यो सम्पूर्ण ब्रह्माण्डको अन्तिम नियति के हुनेछ भन्ने त्यो महारहस्य पनि सुल्झाउनेछौं। के हामी त्यो दिनको लागि तयार छौं त? यो प्रश्न सँगसँगै आजको हाम्रो यस प्रस्तुति यही सकिन्छ।